आखिरीमा छलमा परे राक्षसको ज्यान गयो तिनकै जिउले यो संसारको संरचना तिनकै जिउले यो संसारको संरचना भयो सृष्टिको दियो बल्ल संसार चम्कियो 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 चम्कियो सृष्टिको दियो बल्ल संसार 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 चम्कियो अष्टपजपतिका श्रेष्ठ छे पजपति निरनिले नाम गरेकी भन्दैकी श्रीमती 33 कोटी कन्या मध्ये ज्येष्ठ सती 32 लाख युक्त कन्या रूपै राम्रवती सती देवी नाम रह्यो ती जेठी छोरीको सारा राख्न खोजे जिन्दगी भरिको सारा राख्न खोजे जिन्दगी भरिको जन्म लियो सती रूपै राम्रो छती 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 छती जन्म लियो सती रूपै राम्रो 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 छती 33 कोटी कन्यालाई 33 कोटी देउता बाँकी रहिन् बिहे गर्न सती देवी एउटा सती देवी बुढेसकालको सहारालाई राखे त्यहाँ दृष्टिले देखे अनि शिवजीले डाके आफै माग्न जाँदा भए दक्षलाई नै भेटे बेइज्जत गरी शिवजीलाई त्यहाँबाट लगेटे बेइज्जत गरी शिवजीलाई त्यहाँबाट लगेटे शिवजी रिसाउने बित्ती कसलाई बिसाउने 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 बिसाउने शिवजी रिसाउने बित्ती कसलाई 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 बिसाउने निराश भए शिवजी विष्णुकहाँ गए दक्ष प्रजापतिको देवर सबै गए सती देवी कन्या कसले पारिदेला मलाई मेरो मनको अभिलाष बोक्छु मैले कसलाई शिवजीको कुरा सुनि विष्णुले मन लाए आखिरीमा निस्क्यो एउटा परलम्बी उपाय आखिरीमा निस्क्यो